वेलकम ब्याक एभ्रिवान। आज चाहिँ चन्द्रागिरीको यो सानो भिडियो लिएर आएको छु। टिकट काउन्टरबाट टिकट लिएर हामी चाहिँ प्रवेशद्वारतर्फ जाँदैछौँ र यहाँ चाहिँ हामी केबल कारको प्रतीक्षामा रहेका छौँ र एकदमै घुइँचो रहेको छ र केही समयमा चाहिँ हाम्रो केबल कार आइसकेको छ हामी माझ। अब हामी जाने तयारी गर्दैछौँ र हाम्रो यात्रा सुरु भइसक्यो। हुर्रे! अब चाहिँ हामी मन्दिरतर्फ जाँदैछौँ। केबल कारबाट काठमाडौँको मनमोहक दृश्यलाई निहाल्दै वरपरका डाँडा पाखा हेर्दै हरियो जङ्गल जसले हाम्रो मनलाई एकछिन पनि दायाँ-बायाँ जान दिँदैन। यो काठमाडौँको धुलो धुवाँ र फोहोर मैलाबाट केही बेर टाढा बस्नको लागि, केही बेर शान्त बस्नको लागि र वरपरको डाँडापाखा हरियाली निहाल्नको लागि प्रकृति र यो पर्यावरणको हराभरा सँगसँगै काठमाडौँको विभिन्न ठाउँहरूको दृश्यावलोकन यहाँबाट गर्न सकिन्छ र यहाँ चाहिँ हाइकिङ पनि गर्ने रुटहरू रहेका छन्। हामी चाहिँ केबल कारबाट गइरहेका छौँ र फाइनल्ली हामी चाहिँ केबल कारबाट उत्रिसकेका छौँ। अब भने हामी लाग्नेछौँ यहाँबाट मन्दिरतर्फ। फाइनल्ली हामी चाहिँ मन्दिर भएको ठाउँमा आइसकेका छौँ। यहाँबाट देख्न सक्नुहुन्छ मन्दिर यता रहेको छ र मन्दिरबाट देखिने यो वरपरको दृश्य हामी चाहिँ पूजा सकेर वरपरको दृश्य अवलोकन गरी खाजाको लागि गयौँ। त्यसपछि खाजा इन्जोय गरेर वरपरको मन्दिरको दृश्यावलोकन गर्दै एकछिन त्यहीँ रमायौँ र हाइकिङ रुटबाट जाने बाटोमा गएर केही समय त्यहाँ पनि हामी रमायौँ र वरपरको दृश्यलाई हेर्दै निहाल्दै त्यहाँबाट पनि हामी धेरै रमाइलो गऱ्यौँ। वरपरको दृश्य एकदमै सुन्दर थियो। हरियो जङ्गल जसले हाम्रो मनलाई एकदमै आकर्षित गरिरहेको थियो। यो सँगसँगै आजको यात्रा हाम्रो एकदमै रमाइलो भयो साथीहरू। हजुरहरू पनि आफ्नो ग्रुपमा हाइकिङ जान सक्नुहुन्छ यदि हजुरहरूसँग समय पर्याप्त छ भने र ग्रुपमा हुनुहुन्छ भने एकदमै रमाइलो हुन्छ। र यात्रा सकेर हामी हाम्रो केबल कारतर्फ लाग्यौँ र आजको यात्रा एकदमै रमणीय बनाउँदै हामी फर्कियौँ। थ्याङ्क